देखा यो युगमा राम अनि म मान्छु। सीता फर्काएर देखा यो युगमा राम अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। सीता फर्काएर देखा यो युगमा राम अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। तेरो तीरले रोक्न सक्दैन अब गोलीको त्यो गतिलाई। तेरो तीरले रोक्न सक्दैन अब गोलीको त्यो गतिलाई। उसले बन्दुकले हान्नेछ तैँले बाणले हान अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। घर घरमा महायज्ञ लगाएर बचाएको हिन्दुत्वले के हुन्छ? घर घरमा महायज्ञ लगाएर बचाएको हिन्दुत्वले के हुन्छ? विज्ञानलाई पुराण सुना गीताको ज्ञान अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। हजुर यो तीर्थ भन्ने किन बुढाबुढी मात्र जान्छन्? हजुर यो तीर्थ भन्ने किन बुढाबुढी मात्र जान्छन्? जब जान्छे युवती र सँगै जान्छ जवान अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। हिन्दूले गीता र इसाईले बाइबल त सधैँ पढिरहन्छन्। हिन्दूले गीता र इसाईले बाइबल त सधैँ पढिरहन्छन्। जब सिख र बुद्धिस्टहरूले पढ्नेछन् कुरान अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। अब त मन्दिरमा होइन शौचालयमा ईश्वर राख्नुपर्छ सबैले। अब त मन्दिरमा होइन शौचालयमा ईश्वर राख्नुपर्छ सबैले। मन्दिरमा निमुखा राख शौचालयमा भगवान अनि म मान्छु। सीता फर्काएर देखा यो युगमा राम अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। अनुरागको प्रतीक्षामा रहनुभएका तपाईँ सम्पूर्ण अनुरागी मनहरूमा नमस्कार अनि रात्रिकालीन अभिवादन स्वीकार्नुहोस्। प्राविधिक साथी कृष्णसँगै म तपाईँकै गजल मनकी साथी भावना। चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएम 91.6 मेगाहर्ज र इन्टरनेट अनलाइनको synergyfm.com.np मा तपाईँ अनुराग सुन्न सक्नुहुन्छ। विश्वको कुनै पनि कुनामा रहेर अनुरागको बसाइमा म तपाईँकै सृजनशील हातहरूबाट उतारेका गजलहरूलाई स्थान दिने गर्छु। तपाईँका गजल लिएर म अनुरागको बसाइमा उपस्थित हुने गर्छु। आजको बसाइमा मसँग मेरो हातमा एउटा गजल सङ्ग्रह परेको छ, गजल कृति परेको छ। सुरुवातमा नै मैले यस कृतिभित्रको एउटा गजललाई जोडे। सीता फर्काएर देखा यो युगमा राम अनि म मान्छु। लङ्का भत्काएर देखा यो युगमा हनुमान अनि म मान्छु। गजलकार तथा कवि प्रदीप भट्टराईका गजल हो यो र प्रदीप भट्टराईको एकल गजल सङ्ग्रह, पहिलो एकल गजल सङ्ग्रह शौचालयमा ईश्वर, जुन सार्वजनिक भइसकेको छ। र यसै गजल सङ्ग्रहबाट केही गजलहरू आजको बसाइमा म साभार गर्नेछु तपाईँ सामु। शौचालयमा ईश्वर गजल सङ्ग्रह जो प्रदीप भट्टराईको एकल गजल सङ्ग्रह हो, जसलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहुलपुर बाँकेले बजारमा ल्याएको हो। उहाँले समर्पणमा इभु र इभालाई भनेर लेख्नु भएको छ। त्यसै गरी महानन्द ढकालको प्रकाशकीय रहेको छ यसमा, जो हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ। म यसभित्र रहेका केही गजलहरूलाई आवाज दिनेछु। यद्यपि यस गजल सङ्ग्रहभित्र रहेका सबै गजलहरू निकै मिठा छन्, निकै मर्मस्पर्शी छन्, निकै शक्तिशाली छन्। तर अनुरागको बसाइमा म सम्पूर्ण गजललाई स्थान दिन भ्याउँदिनँ, त्यसैले केही गजलहरूलाई मात्र जोड्नेछु। तर त्योभन्दा पहिला एउटा साङ्गीतिक गजल आवाज सुनौ। जे जे हुनु हो हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै। आनन्द कार्कीको आवाजमा डाक्टर कृष्ण हरि बरालका शेरहरू, हरि लम्सालको सङ्गीत। जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै।
दुखेर कोही रुन्छ या पर्दा पछाडि नै जे हुने हुन्छ या पर्दा पछाडि नै रंगमंच झूठ हो भ्रम हो र व्यर्थ हो यो रंगमंच झूठ हो भ्रम हो र व्यर्थ हो यो रंगमंच झूठ हो भ्रम हो र व्यर्थ हो माकुरो जाल बुन्छ या पर्दा पछाडि नै माकुरो जाल बुन्छ या पर्दा पछाडि नै खुल्छन् रहस्य सारा खुल्नु हो जिन्दगी खुल्छन् रहस्य सारा खुल्नु हो जिन्दगी खुल्नु हो खुल्छन् रहस्य सारा खुल्नु हो जिन्दगी खुल्छन् रहस्य सारा खुल्नु हो जिन्दगी सुटुक्क कोही सुन्छ या पर्दा पछाडि नै सुटुक्क कोही सुन्छ या पर्दा पछाडि नै दुखेर कोही रुन्छ या पर्दा पछाडि नै जे हुने हो हुन्छ या पर्दा पछाडि नै जे देशका खातिर के पाउनु र गुमाउनु छ देशका खातिर के पाउनु र गुमाउनु छ सम्झिएर तिमीलाई देश सम्झाउनु छ देशका खातिर के पाउनु र गुमाउनु छ सम्झाएर तिमीलाई देश सम्झाउनु छ यसकारण अबिर फूल र ध्वजा चढाए यसकारण अबिर फूल र ध्वजा चढाए यो पत्थरलाई मैले भगवान बनाउनु छ सम्झिएर तिमीलाई देश सम्झाउनु छ ए सरकार मलाई यस्तो सुरक्षा दिलाऊ ए सरकार मलाई यस्तो सुरक्षा दिलाऊ आफ्नै घरमा मलाई मस्त निदाउनु छ सम्झिएर तिमीलाई देश सम्झाउनु छ शौचालयमा ईश्वर सोचमा ईश्वर हो शौचालयमा ईश्वर सोचमा ईश्वर हो यो सोचले मैले शौचालय सजाउनु छ देशका खातिर के पाउनु र के गुमाउनु छ सम्झिएर तिमीलाई यो देश सम्झाउनु छ। मिठो साङ्गीतिक गजल आवाज लगतै यसै गजल संग्रह शौचालयमा ईश्वरबाट एउटा
गजललाई जोडे मैले। ए सरकार मलाई यस्तो सुरक्षा दिलाऊ, आफ्नै घरमा मलाई मस्त निधाउनु छ। कति शक्तिशाली शेरहरू छन् यस गजलका। सम्पूर्ण गजलका सम्पूर्ण शेरहरू आफैमा एकदमै शक्तिशाली छन्। म केही गजलहरूलाई मात्र आवाज दिन्छु। यद्यपि शौचालयमा ईश्वर यस नाममा केही विवाद पनि निस्किएको थियो। खैर, विवाद गर्न जरुरी नाम त थिएन, तर पनि केही व्यक्तिहरूले फेसबुक मार्फत विवाद निकाल्नु भएको थियो र त्यस विवादको जवाब निकै सरलपूर्ण तरिकाले, निकै भद्र तरिकाले प्रदीप भट्टराई जो यस कृतिका लेखक हुनुहुन्छ, कृतिकार हुनुहुन्छ, उहाँले दिनुभएको थियो। खासै विवाद गर्नुपर्ने नभए तापनि विवादमा आएको नाम हो यो। गजल चाहिँ होइन, गजल चाहिँ विवादमा आएको छैन। गजलहरू 101 छन्। शौचालयमा ईश्वर यस नामलाई भने के विवादमा ल्याइएको थियो, तर भनिन्छ नि मान्छेको शरीर नै एउटा शौचालय हो, मान्छेभित्र ईश्वर हुन्छ। शौचालयमा ईश्वर भन्नु कुनै नौलो कुरा होइन। अर्को गजललाई जोड्छु यसै सङ्ग्रहभित्रबाट। कतै सुरु हुन्छ र कतै खतम हुन्छ, कतै सुरु हुन्छ र कतै खतम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। कतै सुरु हुन्छ र कतै खतम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। थोरै अमृत थप मलाई मार्नु छ भने, थोरै अमृत थप मलाई मार्नु छ भने, म बाँच्नलाई यति जहर कम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। कतै मुटु तोडिँदा कतै जोडिन्छ पनि, कतै मुटु तोडिँदा कतै जोडिन्छ पनि, कतै मुटु घाउ हुन्छ, कतै मलम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। मलाई तिम्रो छातीमा गजल लेख्न मन छ, मलाई तिम्रो छातीमा गजल लेख्न मन छ, भन्दिन हातमा खन्जर वा कलम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। यसकारण शौचालयमा ईश्वर खोजिरहेछु, यसकारण शौचालयमा ईश्वर खोजिरहेछु। सबैलाई ईश्वर मन्दिरमा हुने भ्रम हुन्छ, कतै सुरु हुन्छ र कतै खतम हुन्छ, र पो दुनियाँमा माया हरदम हुन्छ। पक्का पनि कतै सुरु हुन्छ, कतै खतम हुन्छ, कतै बिहानी हुन्छ, कतै रात हुन्छ, र त दुनियाँमा माया हरदम हुन्छ। निकै मिठा, निकै मर्मस्पर्शी शेरहरू थिए। हामी यो बिचमा पुनः अर्को एउटा साङ्गीतिक गजल आवाज सुन्छौँ। म मान्छे थिए जिन्दगीले मलाई सामान बनायो, घरि यता पुर्याउँछ घरि उता पुर्याउँछ, हैरान बनायो। दिनेश गौतमका आवाजमा पुस्तक प्रसादका सङ्गीत, चितवनकी नारी गजलकार शीतल कादम्बिनीका गजलका शेरहरू। म मान्छे थिए जिन्दगीले सामान बनायो, शीतल गजल एल्बमबाट यति बेला तपाईँको लागि। यसपछि हामी छोटो व्यावसायिक विश्राम लिन्छौँ। सिनर्जी एफएम छाडेर कतै नजानुहोला। सा
कहिले पनि सुन्दैन कहिले पनि मेरा पुकारहरू उसले सुन्दैन कहिले पनि मेरा पुकारहरू उसले कसले कति आशाहरू लुकामारी खेल्थे कति आशाहरू लुकामारी खेल्थे कति आशाहरू लुकामारी खेल्थे कति आशाहरू लुकामारी खेल्थे उजाड्यो दिलको बस्ती सुनसान बनायो म मान्छे थिए जिन्दगीले सामान बनायो व्यावसायिक विश्राम लगत्तै उपस्थित भइसक्यौं। तपाईँ चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम 91.6 मेगाहर्जमा हुनुहुन्छ र तपाईँ गजल सुनिरहनु भएको छ। शौचालयमा ईश्वर जो प्रदीप भट्टराईको एकल गजल संग्रह हो। मैले आजको बसाइमा यसै गजल संग्रहबाट गजलहरू साभार गरेकी छु। प्रदीप भट्टराई जो कोहलपुर 2 बाँकेका गजलकार तथा कवि हुनुहुन्छ। उहाँ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको उपाध्यक्ष पनि हुनुहुन्छ। त्यसै गरी रेडियो कोहलपुर 101.2 मेगाहर्जका प्रबन्ध निर्देशक पनि हुनुहुन्छ उहाँ प्रदीप भट्टराई, जसको गजल संग्रह शौचालयमा ईश्वर भित्रका गजलहरू मैले आजको बसाइमा जोडिरहेको छु। पुनः अर्को गजललाई जोड्छु। घरि बिगार्नु थियो घरि बनाउनु थियो, घरि बिगार्नु थियो घरि बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। घरि बिगार्नु थियो घरि बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। सिउँदोमा एक बूँद सिन्दुर नहाली, सिउँदोमा एक बूँद सिन्दुर नहाली हो तिमीलाई मैले मेरी बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। यसकारण तिमीसँग बिहे गरिन मैले, यसकारण तिमीसँग बिहे गरिन मैले, हाम्रो प्रेमलाई अजम्बरी बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। तिमीलाई आफू जस्तो बनाएर उसले, तिमीलाई आफू जस्तो बनाएर उसले आफैलाई सायद अनेक थरी बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। यसपालि पनि बाँझै रहे खेतबारी मेरा, यसपालि पनि बाँझै रहे खेतबारी मेरा, यो खेतलाई पनि घडेरी बनाउनु थियो, घरि बिगार्नु थियो घरि बनाउनु थियो, मलाई तिम्रो आकृति यसरी बनाउनु थियो। प्रदीप भट्टराईको यो गजललाई लिए मैले। यो गजल जसलाई सुभाष अगमले प्रदीप भट्टराईको यसकृति विमोचनमा गाउनु पनि भएको थियो, त्यसैले पनि होला उहाँको गायन आवाज सुनेको भएर
मलाई आफैले वाचन गर्दा पनि आफ्नो वाचन शैली निकै खल्लो लागेर आयो। तर मेरो वाचन शैली जे जस्तो भए पनि गजल भने निकै दमदार र शक्तिशाली थियो। ढिला नगरी पुनः अर्को गजललाई स्थान दिन्छु। यसै गजल सङ्ग्रह शौचालयमा ईश्वर भित्रबाट यसलाई साभार गर्दैछु मैले। सब थोक कमाए मैले तिमीलाई गुमाएपछि, सब थोक कमाए मैले तिमीलाई गुमाएपछि, तिमीलाई गुमाए मैले सब थोक कमाएपछि, सब थोक कमाए मैले तिमीलाई गुमाएपछि, तिमीलाई गुमाए मैले सब थोक कमाएपछि। पहिले दुनियाँ बनायो अनि हामीलाई बनायो, पहिले दुनियाँ बनायो अनि हामीलाई बनायो, दुनियाँ बनायो ईश्वरले तिमीलाई बनाएपछि, तिमीलाई गुमाए मैले सब थोक कमाएपछि। तिमीलाई नपाएसम्म ऊ यसरी नै बाँचिरहन्छ, तिमीलाई नपाएसम्म ऊ यसरी नै बाँचिरहन्छ, ऊ बाँच्न नै छाडिदिन्छ तिमीलाई पाएपछि, तिमीलाई गुमाए मैले सब थोक कमाएपछि। अरू बाचालाई सम्झँदै सँगै मर्न चाहन्छन्, अरू बाचालाई सम्झँदै सँगै मर्न चाहन्छौ, अरू बाचालाई सम्झँदै सँगै मर्न चाहन्छौ। दोषी भन्दै सुनाइएको उम्र कैदको सजाएपछि, सब थोक गुमाए मैले तिमीलाई पाएपछि, तिमीलाई गुमाए मैले सब थोक कमाएपछि। निकै मिठो गजल मैले सुरुवातमा नै भनिसकेँ। शौचालयमा ईश्वर भित्रका गजलहरू 101 दमदार छन्, 101 शक्तिशाली छन्। पहिले दुनियाँ बनायो अनि तिमीलाई बनायो, दुनियाँ बनायो ईश्वरले तिमीलाई बनाएपछि। कस्तो मिठो शेर, कति मिठो श्रृङ्गारिक छ। गजल लेख्नेहरूले विशेष त अग्रजहरूले, कविता लेख्नेहरूले कतिपयले श्रृङ्गारिक गजल भन्ने बित्तिकै नाक खुम्चाउने, निधार खुम्चाउने यो एक प्रकारको बानी नै छ, जसलाई यस्ता शक्तिशाली शेरहरूले भने पक्का पनि भत्काइदिनेछ भोलिका दिनहरूमा। श्रृङ्गारिक पनि धेरै किसिमका हुन्छन्। छोपिएका वस्तुलाई एकैपटक उगार्नु र छोपिएको वस्तुलाई बिस्तारै उगार्नुमा धेरै फरक हुन्छ, तर दुवैलाई श्रृङ्गारिक भन्न सकिन्छ। छोपिएको वस्तुलाई बिस्तारै उगारेर मिठो श्रृङ्गारिक रस दिन सक्ने क्षमता भएका गजलकार हुनुहुन्छ प्रदीप भट्टराई। यो बिचमा हामी अर्को एउटा साङ्गीतिक गजल आवाज सुन्छौँ, एउटा हिन्दी गजल आवाज, जगजीत सिंहको आवाज। तुमको देखा तो एक ख्याल आया, जिन्दगी धूप तुम घास आया। तुमको देखा तो ये ख्याल आया, जिंदगी धूप तुम घना साया। तुमको देखा तो ये ख्याल आया, तुमको देखा तो ये ख्याल आया, जिंदगी धूप तुम घना साया। तुमको देखा तो ये ख्याल आया। आज फिर दिल ने एक तमन्ना की, आज फिर दिल ने एक तमन्ना की, आज फिर दिल को हमने समझाया, आज फिर दिल को हमने समझाया। जिंदगी धूप तुम घना साया, तुमको देखा तो ये ख्याल आया। तुम चले जाओगे तो सोचेंगे, तुम चले जाओगे तो सोचेंगे,
हमने क्या खोया, हमने क्या पाया, हमने क्या खोया, हमने क्या पाया। जिंदगी धूप, तुम घना साया, तुमको देखा तो ये ख्याल आया। पहिले म आफ्नो विचार बदल्न खोज्दैछु, पहिले म आफ्नो विचार बदल्न खोज्दैछु र जिन्दगी जिउने आधार बदल्न खोज्दैछु। पहिले म आफ्नो विचार बदल्न खोज्दैछु र जिन्दगी जिउने आधार बदल्न खोज्दैछु। फूल जति छाडेर काँडा चिनो दिए मैले, फूल जति छाडेर काँडा चिनो दिए मैले। म चलन चल्तीको उपहार बदल्न खोज्दैछु र जिन्दगी जिउने आधार बदल्न खोज्दैछु। निर्वाचन भन्दै वर्षौंदेखि कराउँदैछु एक्लै, निर्वाचन भन्दै वर्षौंदेखि कराउँदैछु एक्लै। यो काम चलाऊ सरकार बदल्न खोज्दैछु र जिन्दगी जिउने आधार बदल्न खोज्दैछु। जन्म अगावै सबैको भाग्य बदल्न चाहन्छु, जन्म अगावै सबैको भाग्य बदल्न चाहन्छु, जन्म अगावै सबैको भाग्य बदल्न चाहन्छु। म गर्भमै शिशुको निधार बदल्न खोज्दैछु। पहिले म आफ्नो विचार बदल्न खोज्दैछु र जिन्दगी जिउने आधार बदल्न खोज्दैछु। शौचालयमा ईश्वर, यसै गजल सङ्ग्रहबाट लिए यो गजललाई पनि मैले तपाईँ चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएम 91.6 मेगाहर्जमा हुनुहुन्छ, अनुरागको बसाइमा हुनुहुन्छ। आजको बसाइको लगभग हामी अन्त्यन्त्यतिर आइसकेका छौँ। आजको बसाइ एक विशेष बसाइ रह्यो। विशेष बसाइ यो अर्थमा कि आजको बसाइमा मैले शौचालयमा ईश्वर गजल सङ्ग्रह, जो कोहलपुर 2 बाँकेका गजलकार प्रति भट्टराईको एकल गजल सङ्ग्रह हो, जसलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले बजारमा ल्याएको छ, त्यसैलाई आवाज दिए। तपाईँ यस गजल सङ्ग्रहलाई किन्न चाहनुहुन्छ, यस गजल सङ्ग्रह तपाईँ प्राप्त गर्न चाहनुहुन्छ भने नारायणघाटमा रहेको मास्के पुस्तक भण्डारमा तपाईँले यस गजल सङ्ग्रह प्राप्त गर्न सक्नुहुन्छ। प्रदीप भट्टराईको एकल गजल सङ्ग्रह शौचालयमा ईश्वर, जसको मूल्य 100 रहेको छ, र कविता सङ्ग्रह पनि निस्केको छ, विरुद्ध कविता सङ्ग्रह, त्यसलाई पनि तपाईँ मास्के पुस्तक भण्डारमा नै प्राप्त गर्न सक्नुहुन्छ। यी दुवै सङ्ग्रह तपाईँ प्राप्त गर्न सक्नुहुन्छ मास्के पुस्तक पसलबाट, जो नारायणघाट चितवनमा रहेको छ। शौचालयमा ईश्वर र विरुद्ध, जो दुवै कृति प्रदीप भट्टराईको रहेको छ। यस कृतिको नाम बारेमा आएका विवादलाई पनि जोडे मैले, र यो विवादलाई कसरी हेरिरहनु भएको छ भनेर हामी प्रदीप भट्टराईसँग कुनै दिन अनुरागको बसाइमा पक्का पनि छलफल गर्ने नै छौँ। आजको बसाइबाट भने छुटिनुपर्छ। प्राविधिक साथी कृष्णलाई धेरै धेरै धन्यवाद, र यतिन्जेलसम्म तपाईँले मलाई सुनिदिनु भयो, त्यसको लागि तपाईँप्रति आभार व्यक्त गर्न चाहन्छु। र सिनर्जी एफएमलाई यति धेरै माया गरेर आफ्नो निकै मिठो शक्तिशाली गजल सङ्ग्रह शौचालयमा ईश्वर उपलब्ध गराइदिनु भएकोमा प्रदीप भट्टराई, गजलकार कपिल अन्जानलाई धेरै धेरै धन्यवाद दिँदै आजको अनुरागको बसाइबाट म भावना छुटिन्छु। बिदा दिनुहोस्, नमस्कार, शुभरात्रि। घर बैठ के सब पी लेंगे, घर बैठ के सब पी लेंगे, तो मैं खानों का क्या होगा, मैं खानों का क्या होगा। नजरों से गुजारा चल जाए, नजरों से गुजारा चल जाए, तो पैमानों का क्या होगा, पैमानों का क्या होगा। यूं तो हम शौकीन नहीं, ये सोच के बस पी लेते हैं। यूं तो
हम शौकीन नहीं, ये सोच के बस पी लेते हैं। गर मेजबान न पिएगा तो, गर मेजबान न पिएगा तो फिर मेहमानों का क्या होगा, मेहमानों का क्या होगा। कुछ रिंद नहीं हरगिज करते महफिल की शान में गुस्ताखी। कुछ रिंद नहीं हरगिज करते महफिल की शान में गुस्ताखी। लेकिन जो बहकने लगते हैं, लेकिन जो बहकने लगते हैं उन नादानों का क्या होगा, नादानों का क्या होगा। हमने सुना है जन्नत में मैं पर तकरीरें होती हैं। हमने सुना है जन्नत में मैं पर तकरीरें होती हैं। ये हाल है अगर फरिश्तों का, ये हाल है अगर फरिश्तों का, तो हम इंसानों का क्या होगा, इंसानों का क्या होगा। नजरों से गुजारा चल जाए, नजरों से गुजारा चल जाए तो पैमानों का क्या होगा, पैमानों का क्या होगा। घर बैठ के सब पी लेंगे, घर बैठ के सब पी लेंगे तो मैखानों का क्या होगा, मैखानों का क्या होगा।